धन्यवाद बहिनी। आजको यस मोटिभेसनल ट्रेनिङमा अतिथिको रूपमा निम्तो दिएर बोलाउनु भएकोमा सरलाई धन्यवाद ज्ञापन गर्दछु। त्यसै गरी आजको यस ट्रेनिङको सभापति महोदय दीपक पटेल सर, त्यस्तै प्रमुख अतिथि एसपी साहेब तथा सम्पूर्ण शिक्षक तथा सबैलाई मेरो न्यानो अभिवादन। जुन यो मोटिभेसनल ट्रेनिङ वर्ड छ, यसको लागि एउटा सन्देश यो भनिरहेको छु। नो वन क्यान मोटिभेट यु अन्टिल अर अनलेस यु क्यान मोटिभेट योरसेल्फ। जबसम्म तपाईहरू आफूले मोटिभेट गर्नु हुँदैन अगाडि बढ्नको लागि, पढ्नको लागि, तबसम्म कसैको मोटिभेसन काम लाग्दैन। लाग्छ र लाग्दैन? जहाँसम्म यो जुन बच्चाहरूको ड्रामा मैले हेरेँ, त्यो ड्रामाले सायद सबैलाई भावुक बनाइदिएको थियो। यो ड्रामा जुन दाइजो प्रथा रिलेटेड छ, यो हटाउनको लागि सबभन्दा ठुलो भूमिका महिलाको नै हुन्छ। सबैजनाले मनन गर्नु यो कुरालाई, सबभन्दा ठुलो भूमिका महिलाको हुन्छ। पुरुष मात्र त्यसको पात्र बनेको हुन्छ, तपाईहरूको गार्जियनहरू होइन। तर जहिले पनि महिलालाई यातना दिने, दुख दिने महिला नै हो, पुरुषभन्दा बढी महिला हो। बाहिर ननिस्किनको लागि, पढ्न नदिनको लागि, अगाडि नबढ्न दिनको लागि सबभन्दा बढी बाधक पात्र पनि महिला हो। त यसको लागि महिला जुन गर्ल्स स्टुडेन्टहरू हुनुहुन्छ, भोलिको दिनमा तपाईँहरू पनि बिए भएर एउटा महिला बन्नुहुन्छ, त्यतिखेर तपाईँहरूले ख्याल गरेपछि यो दाइजो प्रथा अवश्य हट्नेवाला छ, आशा राख्छौँ। किनभने जसरी दिन दुगुना रात चौगुना दाइजो प्रथा पनि बढिरहेछ, होइन र? पहिलाको समयमा बिहेमा मान्छेहरूको डिमान्ड साइकल हुन्थ्यो, तैँले मोटरसाइकल पनि छैन, अब 4 व्हिलर छ डिमान्डमा। त्यसले गर्दा पढेर मात्र भएन, पढेको कुरालाई हामीले हाम्रो व्यवहारमा पनि उतार्नु पर्यो। खालि हामी यहाँ भाषण गर्न आउँदाखेरि हामी भन्छौँ दाइजो लिनु हुँदैन, दाइजो नराम्रो हो, तर आफ्नै घर परिवारमा आफ्नै बालबच्चाको बिहे गर्दा हामी दाइजो नलिकिकन बिहे गर्दैनौँ, त्यो कुरा नराम्रो कुरा हो। अब यो बाहेक मोटिभेसनको लागि तपाईँहरूलाई र इक्जाम रिलेटेड कुराको लागि म एउटा कुरा भनिरहेको छु। विक चाहे कमजोर पढाइमा कोही पनि हुँदैन। जसले आफ्नो साथीको नाम याद गर्न सक्छ, उसले सबै कुरा याद गर्न सक्छ। उसले मात्र आफ्नो पढाइमा ध्यान नदिएर अरू कुरामा ध्यान दिएर कमजोर बनेको हुन्छ। त्यसले गर्दा तपाईँहरूले समयमा यो जुन सरले भन्नुभयो चुलबुला पिरियड हो यो, इट मिन्स तपाईँहरूले सबभन्दा बढी कन्सियस हुने पिरियड पनि 9, 10, 11, 12 र ब्याचलर फर्स्ट इयर, यो 5 सालको पिरियड हो। यो समयलाई तपाईँहरूले राम्रो कार्यको लागि, पढाइमा आफ्नो जीवनको बारेमा सोचेर अगाडि बढ्नुभएछ भने पक्कै भोलिको दिनमा राम्रो ठाउँमा पुग्नुहुन्छ। नत्र सबभन्दा बढी बिग्रिने उमेर पनि यही हो। अहिलेको आइटीको युगमा, इन्फर्मेसन टेक्नोलोजीको युगमा सबभन्दा बढी हाम्रो बालबच्चा बिग्रिने भनेको मोबाइल फोन हो। यसको मेरिट जति छ त्योभन्दा बढी डिमेरिट छ। हामीलाई
अहिले हामी हलमा छौँ, कसैले फोन गर्यो भने हामी भन्छौँ हामी विराटनगर छौँ, होइन र? तर पहिलाको समयमा जब घरमा ल्यान्डलाइन हुन्थ्यो भने त्यतिखेर झुट बोल्दा पनि पक्राइहाल्थ्यो। त्यतिखेर गार्जियनले बच्चाले भन्नुहुन्थ्यो कि भन्थ्यो बुवा घरमा आउनुहुन्न, अनि फोन उठाएर भन्थ्यो बुवा भन्नु रहेछ भनिदिनलाई कि म घरमा छैन, अनि क्लियर हो। त्यसले गर्दा तपाईँहरूको सबभन्दा इम्पोर्टेन्ट छ पढाइ। मार्कसिट तपाईँहरूको जस्ट एउटा पिस अफ पेपर हो, त्यसको भ्यालु मात्र इन्ट्रान्स इन्ट्री गर्नको लागि हुन्छ। तर तपाईँमा क्वालिटी छ भने डिग्री साइडमा हुन्छ, तपाईँ जब खान सक्नुहुन्छ, तपाईँले आफै मालिक भएर कुनै संस्था चलाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँको जिम्मेले काम दिने होइन, त्यहाँ तपाईँको ट्यालेन्टले काम दिने हो। यति भन्दै म आफ्नो 2 सब्जेक्टमा धन्यवाद।